अनुशासन सिकाउने मान्छेले अनुशासित आफू पनि हुनुपर्छ। यो कुरा सबैमा लागू गराउनु पनि खोज्नुपर्छ र खोज्नु पनि पर्छ र गर्नु पनि पर्छ। तर श्रम संस्कृति पार्टीको अध्यक्ष हर्कराज राईले सदनभित्र के भनेका थिए, अनुशासित र सबै हामी बहिनी यहाँ कोही पनि छैनौँ, हामी अङ्कल छैनौँ, दाजुभाइ छैनौँ, हामी सबै सांसद हौँ, त्यो तरिकाले हामी प्रस्तुत घुम भनेर भनेको हो कि होइन। अहिले राष्ट्रपतिलाई पनि यार भनेर बोलाएको छ, प्रधानमन्त्री देशको प्रधानमन्त्रीलाई पनि यस्ता जाबो उस्ता जाबो, बालेन म चिन्दिनँ के चिन्दिनँ, अनि लागु आफू गर्नु खोज्ने, अनि आफू चाहिँ जे भयो त्यही गर्दै हिँड्ने, अनि देश कस्तो बन्छ र उहाँहरूको हातमा सत्ता गयो भने, सरकार बनायो भने हामीलाई त पागल बनाइदिन्छन्। त्यही भएर बाबा दिमागले काम गरौँ, दिमागले सोचौँ है, कुन पार्टी राम्रो छ, कुन पार्टीले राम्रो गर्दैछ, कुरा चाहिँ सोचौँ।